के भयो किन झस्किनु भएको? मैले अहिले बिहानी पख कस्तो नराम्रो सपना देखेँ भने हेर न। के सपना थियो बुढा? बाटोमा हिँड्दा हिँड्दै लडेछु, लडेर तल पुगेर ठोकिन ढुङ्गामा ठोकिन पुगेछु। के सपना देखे होला यो? बिहानको सपना त पुग्छ भन्छन्। भगवान् केही नहोस् मेरो बुढालाई। ए बुढा, यस्तो दुःख पीडाको सपना देख्यो भने त अशुभ मानिन्छ भन्छन्। कतै हाम्रो घरमा केही अनिष्ट त हुन लागेको होइन? खोइ के हुन्छ भनौँ अब बुढेसकालले छपक्क ढाकिसक्यो। अब कतिखेर के हुन्छ केही थाहा छैन यो परानको। चिन्ता नलिनुहोस् न बुढा, सब कुरा ठिक हुँदै जान्छ। तपाईँ यसरी चिन्तित भएर हुन्छ त? जबसम्म हाम्रो प्राण छ तबसम्म हामी एक अर्काको सहारा बनेर बाँच्नुपर्छ बुढा। त्यही भएर त मैले चित्त बुझाएको छु नि। यदि तिमी मेरो साथमा नहुने हो भने म यो संसार छोडेर कहाँ पुग्थेँ अत्तो पत्तो छैन। मनमा शान्ति पार्नुहोस् बुढा, यसरी विचलित नहुनुहोस्। कति दुःख गरेर बनाएको यो घर तिमीलाई थाहा छँदैछ। हरेक न दिन न बिहान न राति भनेर सारा संसार सामान जोडेर बनाएको घर अब त्यत्तिकै छोडेर जानलाई यो मनले मान्छ त। तर के गर्नु, अब बुढाबुढी भयो, स्वास्थ्यले पनि साथ दिएन। यो घर छोडेर जान बाध्य हुने रहेछ। ए बुढा, अब त बुढेसकाल लाग्न लागिसक्यो। सधैँभरि यसरी कति पिर गरेर बस्ने? बरु एकचोटि छोराछोरीसँग सल्लाह गरौँ न, के गर्दा ठिक हुन्छ? तिमीले सही कुरा गर्यौ बुढी। अब छोरा र बुहारीसँग सल्लाह गर्नुपर्छ। हो नि बुढा, सल्लाह गरेपछि केही न केही कुरा त निस्किहाल्ला नि। आउनुहोस् आऊ। अन्जना, खोइ तिमी छिटो छिटो तयार भइहाल न। होइन के भयो? एक्कासी बिहान बिहानै बोलाउनु भयो त? किन हुनु नि, बुवाआमालाई लिन जानुपर्ने भयो। मलाई बिहानै फोन गर्नुभएको थियो। बाबामा लिन जाने रे? किन जानु पर्यो? उही आनन्दले बस्नु भएको छ त। त्यो पनि हाम्रो घर साँगुरो छ। जे जस्तो भयो भने उहाँहरू मेरो बुवाआमा हुन्। मलाई सानैदेखि पढाए, हुर्काए, बढाए। मेरो लागि पढाइ नै त्यागिदिए। म उहाँहरूको दुःख हेर्न सक्दिनँ। ए, बाबामाको दुःख चाहिँ दुःख, अनि हाम्रो दुःख चाहिँ दुःख होइन? हाम्रो पनि त आफ्नै परिवार छ, गाई बस्तु छ, हेर्नु पर्दैन? उहाँहरू भनेको मेरो लागि भगवान हुन्। उहाँहरूको रेखदेख गर्ने जिम्मेवारी हाम्रो पनि हो। बाबु आराम छस्? आरामै छु बुवा, आउनुहोस् न, बस्नुहोस्। आमा आउनु, बस्नुहोस्। कस्तो गाह्रो भयो। गर्मी छ बाबु। बाबु, अब त बुढेसकालले छोए जस्तो छ। बेला बेलामा औषधि खान पनि बिर्सिन्छु। खाना बनाउन थाले डढेर भुसुक्कै हुन्छ। बुढेसकालमा साह्रै गाह्रो हुने भयो। हेर छोरा, अब त हामी डाँडा माथिको घाम जुन बेला पनि अस्ताउन सक्छौँ। त्यही भएर तेरो छत्र छायामा बाँच्न चाहन्छौँ। तेरो राय सुझाव लिन आएको। के छ त तेरो विचार? बाले भनेको ठिक हो बाबु। ए दाजु नमस्कार। हजुर नमस्कार। बस्नुहोस्। यता बस्नुहोस्। अनि बुहारी खोइ? सन्चै हुनुहुन्छ नि? सन्चै छु बा, सन्चै छु, ठिक छ। अनि दाजु हजुरलाई आराम छ? बाँचिया छ बाबु। भाउजू पनि सन्चै हुनुहुन्छ? ठिक छ, अहिलेसम्मलाई राम्रो छ होइन त बुढा? हो। अनि घरतिर सबैलाई सन्चै छ त? सन्चै छ भाउजू, सन्चै छ। अब वस्तु भाउ पालेपछि यो गाउँठाउँमा यस्तै त हो नि, कहिले के हुन्छ कहिले के हुन्छ। जे होस्
राम्रै छ भाउजू, राम्रै छ घरतिर। कतिखेर छोडेर जानुपर्छ थाहा छैन। अब त बुढेसकालले स्वाहा स्वाहा हुन्छ बाबु। अब सबैको पालो आइहाल्छ नि भने किन आत्तिनुहुन्छ? तपाईँ मात्रै बुढो भएको हो र सारा संसार बुढो भएका छन् उमेर पुगेपछि। होइन, यो कुनै पनि रोगै नलाइकन फुत्त यो सास छोडेर जान पाए। अब त्यो पनि समय आइहाल्छ नि दाजु, किन अब हामीले हतार गरेर नहुँदो रहेछ। त्यही त। हामीलाई पनि थाहा छ बुबा आमा पनि धेरै उमेरको भइसक्नु भयो, त्यसैले हामीले पनि केही सोध्ने बेला आएको छ। ए बाबु, तिमीहरू अब चिन्ता मात्रै गरेर बस्छौ कि केही सोचेको पनि छौ बाउ आमाको विषयमा? होइन माने काका, के न के सोचेकै छौँ हामीले पनि। हाम्रो त घर पनि साँगुरो छ, त्यही माथि यति धेरै काम छ। हामी अब घर परिवार हेर्ने हो कि बा आमालाई हेर्ने हो? म त केही पनि सोच्न सक्दिनँ। कान्छीले सक्दिनँ भने म पनि सक्दिनँ बाबामा स्याहार्नुलाई। हाम्रो चाहिँ काम छैन र? खुब फुटी लाउँदो रहेछ। काम त मैले पनि धेरै गरेको हो नि बुहारी। 3-3जना छोराछोरीहरू हुर्काएँ, बढाएँ, पढाएँ, यति ठुलो लक्का जवान बनाएँ। है बुढा, सबैभन्दा ठुलो कुरो त मन हुनुपर्छ, बुझ्यौ? आमाले भन्नुभएको कुरा एकदम ठिक हो। हो बा आमा, हामीलाई पनि गाह्रो छ नि त, एउटै छानामा नि बस्नुपर्छ। समय परिवर्तनशील छ, त्यही माथि महँगीले आकाश छुइसक्यो। हामी बुढाबुढीलाई त यति गाह्रो छ, त्यही माथि बा आमा नै यो घरमा आउने भएपछि यो घरको अवस्था के होला? सबै कुरा सबैसँग भन्नुपर्छ भन्ने पनि त छैन नि। केही कुरा त आफैसँग पनि राख्नुपर्छ। कस्तो गोप्य, के का लागि गोप्य? हामी त भोकै बसेर पनि तिमीहरूलाई त पेटभरि खुवाएकै थियौँ त। यो भनेको हाम्रो घरभित्रकै कुरा हो। हामीले घरभित्र कुरो घरमै मिलाउनु पर्छ, नत्र भने हाम्रो इज्जत माटोमै मिल्छ। बुवा आमा, मैले त एउटा निर्णय गर्ने विचार गरेको छु। हजुरहरूलाई के कस्तो लाग्छ? कस्तो निर्णय हो बाबु, सुनौ न। अब यसो गरौँ, गाउँको घर बेचेर सबैजना मिलेर सहर जाउँ अनि त्यहाँ एउटा नयाँ घर किनौँ। यो कुरा अनि यो निर्णय मबाट स्वीकार्य छैन बाबु। हेर छोरा, हामीले दुःख गरी बनाएको घर हो यो। अझ मैले भन्दा नि तेरो बाले दिन रात दुःख गरेर तिमीहरूको लागि बनाइदिएको घर हो यो। तिमीहरू 81 बेच्न खोज्दैछौ? बेच्न दिन हुन्छ त बुढा? हुँदैन, यत्रो पसिना बगाएको घर कसरी बेच्न दिने? हेर्नुहोस् बुबा आमा, यो गाउँमा बसेर पनि हुनेवाला उपलब्धि केही पनि छैन। कान्छोले भनेको कुरो सही हो, सधैँभरि गाउँमा बसेर पनि त हुँदैन नि। फेरि तपाईँहरूको औषधि मूल्य पनि गर्नै पर्यो। अब हेर बाबुहरू, तिमीहरू सबैजनाले मेरो गोरुको 12 टक्का भनेर नबस। परेको बेलामा त ठोस निर्णय लिन सक्नु पर्यो नि। कस्तो निर्णय माने भाइ? हाम्रो यो परिवार निर्णयले बनेको होइन, माया र त्यागले बनेको। बुवा, हजुर भावुक नहुनुहोस्। हजुरको इच्छा र चाहना मात्रै बुझेर भएन नि, हाम्रो पनि आफ्नै समस्या छ। यथार्थ बुझ्नुहोस्, हजुरको मात्रै इच्छा र चाहनाले भएन नि, हाम्रो पनि त समस्या हेर्नु पर्यो। आज तिमीहरूसँग हामी बस्छौँ भन्दाखेरि यत्रो गाह्रो भयो है तिमीहरूलाई? यदि हामी बुढाबुढी बोझ हो भने सिधा सिधा भन, किन यत्रा नाटक देखाउँछौ? बुवा, समयअनुसार परिवर्तन हुन सक्नुपर्छ। हाम्रो पनि आफ्नै जिम्मेवारी छ। खेतीपाती भन्यो, गाईबस्तु भन्यो, त्यही माथि पनि अब आउने बच्चाको लागि पनि सोच्नुपर्छ। सँगै बसेर मात्रै कहाँ माया हुन्छ र? माया त मनमा हुन्छ नि। बुहारी, तिमीले भनेको कुरा पनि ठिक हो। सँगै मिलेर बसेको परिवार टुक्रिएर छुट्टिनु परान छुट्टिए बराबरै हो। तिमीहरू जेसुकै गर, म कहीँ जानेवाला छैन। मरे पनि यहीँ मर्छु, बाँचे पनि यहीँ बाँच्छु। तिमीहरूको कारणले बा पनि रिसाउनु भयो। ल, अब म त के भन्नु? तिमीहरूको घरभित्रको कुरा तिमीहरू आफै मिलाऊ। हिँडे म।
यस्तो दिन पनि आउँदो रहेछ है। अब बुढेसकालमा हामी कहाँ जाउँ त? तिमीहरू मिलेर बस्न सक्दैनौ? पाले त सबै परिवार मिलाएर राख्नु भएको थियो त। हेर बाबु, तिमीहरूले जस्तो कर्म गर्यौ त्यस्तै फल मिल्छ। भोलि पर्सि तिमीहरूका छोराछोरीले पनि हामीले जसरी छिटछिटो दूर गरेका छौँ नि, हो यस्तै गर्छन्। बुझ्यौ? आमा बाले कहिले हेला गर्नु हुँदैन। खै बाबुआमाको सल्लाह पनि कति लामो लागेको। ल भो बाबु, अब हामी कहीँ पनि जाँदैनौँ, यहीँ बस्ने निर्णय गर्यौँ। ल आमा, हामी लाग्छौँ। हिँड्नु जाउँ बुढी भित्र। सानो हुँदाखेरि मर्लान् भन्ने डर, ठुलो भएपछि मार्लान् भन्ने डर भन्थे मान्छेले। दुई भाइ छोरा हुँदाखेरि पनि आमथाम गर्छन्। आज यता नहुँदाको बनाए हाम्रो बुढाबुढीलाई। हे भगवान्, छोरा भएन भनेर मान्छेहरू कति दुःख दिन्छ। छोरा भनेको त बुहारी बिहे नगरुन्जेलसम्म मात्रै रहेछ। त्यसपछि त के हो। अब यो बुढाबुढी पनि एकैचोटि सती जान सकिँदैन। म के गरी मरिहालेँ भने मेरो बुढाले दुःख पाउँछन्, अनि बुढा बित्यो भने मैले घरको न घाटको कति दुःख गरेर जोडेको सम्पत्ति, यो घर जोड्दा पनि मलाई मेरो बाले पेवा दिनुभएको सम्पत्ति बेचेर बनाएको थिएँ। छोरी मान्छेको न त माइती आफ्नो हुने, न त घर नै। बुढा, आजबाट तपाईँको र मेरो बाटो अलग अलग भएको छ। यो बुढेसकालमा आएर पनि हामी सँगै बस्न पाएनौँ है। आखिर जति सन्तान भए पनि पीडा त आफूसँगै हुँदो रहेछ। तिमी साथमा नहुँदा यो घर, छोरा बुहारी, यहाँको हावा पानी सबै फिका फिका लाग्दो रहेछ। म पनि तपाईँ बिना पानी बिनाको माछा जस्तै भएको छु बुढा। तपाईँको यादले हरपल सताउँछ। यो आँखा कहिले ओबानो भएको छैन। हरेक पल तिम्रो आँसु र हाँसो मेरो मुटुभित्र परान बनेर बसेको छ। बिचरा यो सोमनाथ दाईको दुःख देखेर मलाई पनि आँसु आउँछ। के गर्नु, आफ्नो भएको एउटा छोरा पनि विदेश गएको 5-6 वर्ष भइसक्यो। कस्तो हालतमा छ, के गर्दैछ, तपाईँहरूको यो दुःख देखेर मेरो पनि असाध्यै हृदय रोएर आउँछ। के गर्नु? बस्नुहोस् बाबु, यता बसाऊ। यो बुढेसकालमा आएर आखिरी 12 छोरा 13 नाति, बुढाको धोक्रो काँधैमाथि भनेको यो साँचो कुरा रहेछ सोमनाथ दाई।
अहिले आएर हजुरहरूले भोग्दै हुनुहुन्छ। इ मेरो हालत त्यस्तै छ। एउटा भएको छोरो अत्तो पत्तो छैन। 5 वर्ष कति यस पाला जेठमा 6 वर्ष पुग्यो। हो माने काका, मैले पनि सुनेको थिएँ दुईटा छोरा भएर पनि बुवा आमाको सपना पुरा गर्न सकेनन्। हो नि सर। छोरा चाहिँहरूले यो गाउँमा भएको घर जग्गा जमिन सबै बेचेर उहाँ सहरमा गएर घर किनेर बस्ने कुरा गरेको थिए। अब बुढाबुढीलाई के चित्त बुझ्थ्यो, उनीहरूले मानेनन्, त्यही भएर यहाँ खटपट भयो। अहिले यस्तो भयो। यो यस्तो भनेको सानैदेखि शिक्षा दीक्षा र संस्कार राम्रोसँग नदिएर यस्तो हुन गएको हो। यो सबै समयमै ध्यान नदिएर भएको हो के? अनि सर, यतिका दिनसम्म कता हराउनु भएको थियो नि? कता हुनु नि, यसो स्कुल पनि बिदा थियो अनि यसो तराई घरतिर पुगेर आएको नि। ए हो र सर? त्यसो भए त अब सधैँ स्कुल आउनुहुन्छ होला नि? हजुर, अब भोलिबाट स्कुल लाग्दैछ। अब सधैँ स्कुल आउँछु म भोलिबाट। अहिले वडामा जानुपर्ने काम छ, भेट्दै गराउन नि माने काका। ए अब जाउँ कि माने काका? लु लागौ त लागौ। लौ त सोमनाथ दाई, अहिलेलाई हामी लाग्छु। पिर नगर्नुहोस्। लौ भाउजू है। यसो बेला बेला आउँदै गर है माने बाबु। हुन्छ दाई, हुन्छ, म आइहाल्छु नि। गाउँको सोझो मसँग मिल्ने माने भाइ हो। मान्छे मात्रै फरक बुढा, पीडा त सबैको एउटै रहेछ नि। कसैलाई धेरै, कसैलाई थोरै। यो सन्तानको सुख प्राप्ति पनि यस्तै हो, चमक्क रहेछ हौ। यस्तै हो। कति दुःख गरेर पढायो त्यो मानेले छोरालाई, तर अहिलेसम्म न चिठी पत्र केही छैन। अहिले आएर गुनासो सुनाइगयो कठैबाट। बरु हुँदा 100 शोक, नहुँदा एउटै शोक। यो छोरा छोरी पनि मलाई त झिच्या लागिसक्यो। छोरीले कति पिर गरिदियो आफ्नो, कति माया गर्थे त्यो छोरीले। बुहारी, ए बुहारी, मेरो औषधि खाने बेला भयो। तातो पानी लिएर आउनु 1 गिलास। देख्नु भएन यहाँ बडालेको? तातो पानी खाने भए भित्रबाट काग्री लिएर जाने, कुवामा गएर लिएर आउने, तताउनै खाने। म मात्र छु यो घरको नोकर? त्यसो नभन न बुहारी। म बुढी मान्छे, एका बिहानै गाग्री लिएर पानी लिन जाँदाखेरि छिमेकीले के भन्ला? एक त आँखा पनि त्यति राम्रो देख्दिनँ, हात खुट्टा लग्लग कामेको छ, शरीरमा तागत पनि छैन। लिएर आइदेऊ न 1 गिलास पानी। सक्दिनँ म। छोरा बुहारीले झन् सुख देलान् भनेको त उल्टै। कस्तो रहेछ मेरो भाग्य, हे भगवान्। के भयो बुढी? किन ठुलो ठुलो करागी? के हुनु नि, सोध्नु नि आफ्नै आमालाई के भयो भनेर। होइन, आजभोलि तिमीलाई के भएको छ? जहिले पनि झर्किने अनि ठुलो छोरले कराउने, शान्तिपूर्वक पाउनु सक्दैन घरमा? तिम्रो आमाले के भनेकी छिन् सुन्न चाहन्छौ? तिम्रो आमाको कुरामा त म यो घरमा नोकर्नी भएर भित्रेकी रहेछु। तिम्रो आमाको लुगा धुइदिने, नुहाइदिने, म तिम्रो आमाको नोकर हुँ? भयो बुहारी, अब तिमीले एक शब्द पनि नबोल। मैले तिमीसँग पानी माग्नु नै मेरो गल्ती भएछ। मैले त औषधि खानको लागि पो मागेको त। ल सुन्यौ, तिम्रो आमालाई आज पानी मागिन्, भोलि हस्पिटल लैजानुपर्ने होला, भोलि दिसा पिसाब यहीँ गर्नुपर्ने होला। अनि म यो घरकी नोकर्नी हो? तिम्रो आमाको स्याहार गर्न सक्दिनँ म। जे गर्नुपर्छ तिमी नै गर। त्यसो नभन न बुढी, जे जस्तो भयो नि, उहाँ मेरो जन्मदिने आमा हुन्। यो तिमी गलत बोल्दैछौ। यो घरमा राम्रो बोल्दा बोल्दै पनि नराम्रो हुन्छ। यो घरमा बोल्नको लागि पनि सीमा चाहिन्छ। अब छोरा बुहारीसँग बोल्न पनि सीमा चाहियो होइन त? आमा, तपाईँको हात काम तपाईँले मलाई सहारा दिन सकिनँ, मलाई माफ गरिदिनुहोस्। तपाईँको मन चिया हुँदा पनि मैले आफ्नो कर्तव्य निभाउन सकिनँ आमा। उसले
गरेको गल्तीमा त किन माफी माग्नु? तैँले गल्ती गरेर सोच्छ? के भयो, किन गुनगुनाएर बस्याछस् बाबु? कहाँ काम गरेर आइस? पछाडि खनिस? खेततिर गर। ए मलाई त रिङ्गटा लागेछ भने यो भोकले पेटा मुसा पुग्यो। रिङ्गटा लाएर आयो। बुहारी अलिकता खाना पस्कन, भोकले मर्नै आँटी म। खानासाना पाकेको छैन। मैले घरभित्र काम पो गर्नु कि बाहिर काम पो गर्नु कि? मैले कसरी भ्याउनु? बुहारी यसरी चसाक मन दुख्ने गरी नभन न। अनि के तपाईँको पूजापाठ गरेर आरती उतारेर भन्नुपर्ने मैले? कामदाम केही छैन, खानु मात्र खोजेर हुन्छ? बेलैमा औषधि खानुपर्छ भनेको छन् डाक्टरले। मेरो त मनै दुखायो बुहारी, यसरी नभन न। अहिले कति यस्तो बुढाबुढी मान्छेलाई त दया मायाको गर्नुपर्छ त। एकरो वचन लाउँछन्। तिमी धेरै जानिनौ है? कामदाम केही छैन, फुर्ती हेर न फुर्ती यसको। यो घरमा पनि के हुन लागेको, शान्तिपूर्ण बाँच्न पनि सकिएन। हे भगवान, शान्ति पाउन त मन्दिर जानु पर्यो नि। घरमा बसेर शान्ति पाइन्छ? ल ल जा खाना पस्की। धेरै सोच्नु नपर्छ। यो काम पनि कति गर्नु? कति लागिसक्यो। खाना मात्रै चाहिन्छ, बुढो खालि गाउँ डुलु ढुक्क हुन्छ। एक्लै के बरबरे राख्नु भएको भाउजू? केही पनि होइन नानी, यसो घरको काम गरिरहेको। अनि कहिले आउनुभयो त सहरबाट? केही खबरै नगरी आउनुभयो त? एक्जाम सकेर आएको भाउजू, 2-4 दिन जति भयो। बाबा आमाको न्यात्रो लागेर आएको। भाउजू मलाई अलिकति पैसा सापट्टि छ भने दिनुहोस् न। उता बुवासँग पनि रहेन रहेछ। हुन्छ नानी, घरतिरै जाउँ न। हुन्छ भाउजू, अहिले मलाई अलि हतार पनि छ, जाम। हुन्छ नानी, हुन्छ। ओहो, नमस्ते मास्टर साहब। ओहो अर्जुन, बिहान बिहानै कोदाली बोकेर कता हिँडेको नि? कता हुनु नि सर, यसो बारीतिर गएर तरकारी खेती गरौँ कि भनेर हिँडेको नि। अनि सर चाहिँ कता लाग्नु भएको नि? म त कता हुनु नि, अब स्कुल जाने समय पनि भयो, त्यही भएर स्कुलतिर हिँडेको। के गर्नु, अब हजुरले को परेर जारी खानु भएर अहिले सजिलो छ। के गर्नु, आफ्नो जिन्दगी त कुटु कोदालोमै जाने भयो। ल ल हुन्छ, राम्रोसँग खेतबारीमा काम गर्नु। अनि बुवालाई पनि सोधेको छ भनिदिनु है, अहिले मलाई अलि हतार छ, म लागेँ। हुन्छ सर, हुन्छ, म बालाई भनिदिउँला नि है। हस्। यो घरको त म त नोकरी नै भइसकेँ नि। घरको काम पनि आफै गर, बारीको काम पनि आफै गर, वस्तु सस्तु पनि आफै गर। नसक्ने भएँ म। के भयो बुहारी? किन एक्लै बरोबर राख्यो तिमी? के हुनु नि, घरको काम पनि सबै मैले गर्नुपर्छ। खुरुक्क एक गाग्री पानी लिएर आउनु त जानु पँधेरामा गएर। हुन्छ बुहारी। कस्तो गर्मी। अनि सुन्नु त, त्यहाँ पँधेरामा गएर फेरि मेरो कुरा काटेर बस्ने होइन नि, थपक्क पानी लिएर आउनु। अलिअलि नथर्काइकन त, लडेको सिङ्गा पनि नउठाउने। यसलाई मैले जानेछ। होइन बुढी, बिहान बिहान के को हल्ला हो? हेर्नु न बुढा, घरमा बसेर आराम गर्नु भनेको आमालाई मान्दै मान्नु भएन, जबरजस्ती जानुभयो। यस्तो बिरामी मान्छेलाई
नपठाए भयो भने नि अनि मान्नु नै भएन। अनि हजुर चाहिँ यति चिटिक्क परेर कताको सवारी हो नि? कता हुनु नि यसो गाउँतिर साथीभाइ भेटौँ कि भनेर नि। पर्दैन जान, कुकुर जस्तो लखर 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 डुल्नलाई। घरको काम कति छ? एकछिन त हो नि यसो गाउँतिर घुमेर आउँछ, साथीभाइ नि भेटेर आउँछ नि। त्यहाँ भरे फेरि छिट्टै आउने नि, त्यो दाए बाए गर्ने होइन। होइन हो, यो घरमा त भाँडाकुँडा सबै खाली नै खाली छ त। ल्याउनु पर्यो नि टनाटन घरभरि हिँड्नु त। यसरी नआत्तु न बुढी, बल्ल बल्ल त बुवा आउनुभएको छ, केही समयपछि गइहाल्नुहुन्छ नि। अनि कहिले जान्छन् त तिम्रो बाउ घर? म त हैरान भइसकेँ। कति यो घरको किचकिच सहेर बस्नु, एक दिन होइन 2 दिन होइन। त्यही त हो नि, बुढाबुढी भएपछि बेला बेला बिमारी हुनुहुन्छ, औषधि खुवाउनु पर्छ। खोइ तिमीले कुरो बुझेको। केही दिनको लागि आउनु भएको होइन तिम्रो बाउ? 1 वर्ष भइसक्यो त। कहिले जान्छन् अब? बाउ गएपछि त तिम्रो आमा पनि आउने नि फेरि यहाँ। बुवा के भयो हजुरलाई? बिहान बिहान टोलाएर बस्नु भएको छ त। घरतिर सबै ठिक त छ नि? त्यस्तो केही पनि होइन छोरी। हिँड्दा हिँड्दै थकाइ लागेर थकाइ मेटाउँ भनेर बस्नु। बुवा तपाईँले मनमा केही न केही कुरा लुकाएर राख्नु भएको जस्तो छ। फुरुक्क भन्नु मलाई। तपाईँको मनमा ठुलो चोट परेको जस्तो छ, किन ढाट्नुहुन्छ मलाई? मलाई केही पनि भएको छैन छोरी। बुवा मलाई किन ढाट्नुहुन्छ? म पनि हजुरकै छोरी हुँ आखिर। बुवा नढाँटी भन्नुहोस् त, आखिर म पनि हजुरकै छोरी हुँ। तपाईँ यसरी निराश भएर बस्ने मान्छे त होइन। तपाईँको दुःख पीडामा केही मलमपट्टि लगाउन सकिन्छ कि? खै छोरी, मैले कुनै पाप गरेको जस्तो लाग्दैन। सायद पूर्व जन्ममा मैले कुनै पाप गरेको थिएँ होला। आज आएर त्यो पापको सजाय भुग्दैछु। होइन, यो बुढीमा बिहानै पानी लिनु गएको, अहिलेसम्म पनि आउँदैन नि त। होइन, कुन्चेलाई भेटेर मेरो कुरा काट्न थाले। घर मात्रै आउनु न, मैले जानेछु। ओ बुढी, आफूलाई यहाँ कस्तो भोक लाग्यो? खै खाना पाकेको छैन? ओहो, मासालाई भोक लाग्यो? गाउँ डुलेर पुगेन, अहिले आएर भोक लाग्यो भन्ने अलिकति लाज लाग्दैन? अनि खै त आमालाई त भेट्दिन त। खै बिहानै पानी लिन जान्छु भनेर जानुभएको, अहिलेसम्म आउनु भएको छैन। अहिलेसम्म आउनु भएको छैन नि? यतिखेरसम्म आइपुग्नु पर्ने हो। ल ल जाम, हुँदैन। कहाँ जानु? पहिले खाना खाऊँ न, कस्तो भोक लागेको छ। ए त्यो खाना खाना पछि खाउने के? खाना ठुलो होइन, आमा ठुलो। जाउँ 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 छिटो। एकछिन ढोका लाउँछु। ल ल छिटो लगाएर आउनु, छिटो ल। आमा आमा उठ्नु न, हजुरलाई के भयो? आमा आमा उठ्नु न भने के भयो हजुरलाई? दाई भाउजू यति हतार हतारमा कता हिँड्नु भएको? नानी, हाम्रो आमालाई तिमीले कतै देख्यौ? नै भाउजू, मैले त देखेको छैन काकीलाई। कतै जानु भएको थियो? खै नानी,
बिहानै पानी लिन जान्छु भनेर निस्किनु भएको थियो, अहिलेसम्म आउनु भएकै छैन। छोरीको घर पो जानुभयो कि? छोरी आएको भन्ने खबर सुनेको थिएँ। आमा किन पिर मान्नुहुन्छ? यो घर पनि तपाईँहरूको त हो नि। हुन त हो नि छोरी, बुढेसकाल लागिसक्यो, कहीँ कतै केही भइहाल्छ कि भनेर साह्रै चिन्ता लाग्छ। हेर्नुहोस् बुवा आमा, तपाईँहरूलाई म त्यो घरमा पठाउँदिनँ। जसरी भए पनि म यहीँ पाल्छु। जहिले पनि तपाईँहरूलाई बुवा आमा नै मान्नुहुन्छ। त्यसो नभन्न छोरी, हामीहरूलाई तिमीहरूकै चिन्ता लाग्छ। छोरी, तैँले त भन्छेस् नि आफ्नो आमा बाबा हो, दुःख नपाउनुहोस् भनेर। तर हामीलाई कता कता नरमाइलो लाग्छ। आखिर ज्वाइँको पनि त्यति राम्रो काम छैन। जे जस्तो भए पनि हामीलाई त है बुढा आफ्नै घर जान मन छ, के गर्नु। हो छोरी, तिमीले आमाले भनेको कुरा एकदम सही हो। यसमा म पनि सहमत छु। ओ छोरी, हामीलेको बेलामा बिहा गराइदिएर ठुलो पुण्य मिल्यो। अहिले बाह्र मैले जति छिछि र दूर भोगेको छु, कमसेकम तैँले त्यो त खेप्नु परेको छैन नि। जहीँ पनि यति असल हुनुहुन्छ, तँलाई कति धेरै माया गर्नुहुन्छ। हेर, हाम्रो भाग्य नै यस्तै रहेछ। सानोमा त निकै नै माया गर्थे दुइटै दाजुहरूले। अहिले त बिहे गरेपछि छोराछोरीको मायामा धेरै फरक आउँदो रहेछ। है बुढा? यी पापिनी भाउजूहरूलाई त कहिले पनि भलो हुँदैन। यस्ता मेरा भगवान् जस्ता बुवा आमालाई रुवाउनु भएको छ तिनीहरूले। हेर छोरी, तेरो आमाले भनेको कुरो सही। यो उखान टुक्का पनि हाम्रो बा बाजेले भन्ने गर्थे, माया भन्ने चिज यस्तो कि तल तल सर्दै जान्छ, माया माथि आउँदैन। अहिले त्यही परिस्थिति परेको छ। तेरा दाजुहरूको बिहा भइसकेपछि तेरा दाजुहरूको माया बुहारीपट्टि सल्किसक्यो। बाउ आमालाई एक छेसको पनि माया छैन। ओहो, तपाईँहरूलाई भने हामीले कहाँ कहाँ खोजेन, तपाईँहरू भने राधिकाकोमा आएर बस्नुभएको छ। हो बुवा, अब घर हिँड्नुहोस्। खाना पनि पाकिसक्यो, बुवाको औषधि पनि खाने बेला भइसक्यो। अब बुवा आमा कतै पनि जानुहुन्न, मेरै घरमा बस्नुहुन्छ। उतिखेर निकाल्न खोज्ने, अहिले आएर नाटक पार्ने। हेर्नुहोस् बुवा आमा, हामीबाट ठुलो गल्ती भएको यो। एकपल्ट हामीलाई माफ गरिदिनुहोस्। अबबाट यस्तो गल्ती कहिले पनि हुँदैन। बा आमा, हामीलाई एकचोटि सुध्रिने मौका दिनुहोस्। कस्तो मौका? जुन दिनदेखि तपाईँहरूले बा आमाको मान सम्मान कदर गर्न छोड्नु भयो नि, त्यो दिनदेखि तपाईँहरूको मौका गुमिसक्यो। बल्ल आज आएर थाहा भयो छोरीको घर पनि बाउ आमाको लागि काम लाग्दो रहेछ भनेर। हामीले आफ्नो परान गुमाउँदैछौँ। हो अर्जुन, हामीले ठुलो गल्ती गऱ्यौँ आफ्ना जन्मदिने बाबालाई नराम्रो गरेर। सन्तान छोरा वा छोरीले होइन, कर्तव्यले चिनिँदो रहेछ। मलाई तिमीहरूको कुनै पनि केही पनि मतलब छैन। के का तमासा हेरिरहेछौ? जाऊ आफूको घरतिर।